चाहिँ यो गदावरीको सबैको कलम काटिसके टुप्पी। अब अहिले काटेपछि पछि राम्रो फुल्छ। यो चाहिँ जेरिनियम त्यति राम्रो त छैन, सिङ्गल सिङ्गल छ हो, तर भए पनि मजाले फुलेको छ। र चाहिँ जेरिनियमको चाहिँ मरेको, उसको पात र उसको फुलेको फुल मरेको चाहिँ टिपेको। त्यसरी टिपेन भने पछि राम्रो हुँदैन र कम्ती छ, कलर पनि राम्रो छैन, ठिक ठिकै छ। तर भए पनि के गर्नु र, अब फुल चाहिँ स्याहारेकै राम्रो। सधैँ फुलिराख्नु लागि चाहिँ फुल चाहिँ स्याहार्यो भने चाहिँ मजाले आउँछ। हेर्नुहोस्, राम्रो कलर त छैन, तर पनि के गर्नु, रोपिसकेपछि स्याहार्नै पर्यो होइन। मेरो चाहिँ अलिकति हाइट छोटो भएर यहाँ माथि टिप्नु हुँदैछ एकजना बहिनीले। म चाहिँ नभेट्ने कारणले गर्दा जेरिनियमको म चाहिँ अलिकति होचो छु कि, त्यस कारणले माथि माथि भेट्दिनँ नि। यो चाहिँ बाँसको यसरी 2 ताला बनाएको छ, यस्तो लगाएर एग्रोनेट माथि चाहिँ हो। त्यति बेसी छैन, कम्ती कम्ती छ। यहाँ चिनी फुल सबै मरेर यो चाहिँ बिउ राखेको। उता यो चाहिँ हरियो देख्नु हुँदैछ नि पल्लो छेउमा, त्यो चाहिँ आस्टर हो। पिङ्क, वाइट, पर्पल छ, 3 कलरको। छोटोमा काँडा फुल हेर्नुहोस्, चाइनिज फुल त्यति राम्रो छैन, कम्ती कम्ती फुलेको छ। वाइटमा, पिङ्कमा, पर्पल, ओरेन्ज, डार्क रेड। अब फुल्नु आँटेको छ, कलम टुप्पीमा पुरा कोपिला चाहिँ लागिरहेको छ। अब फुल्नु चाहिँ बादमा फुल्छ होला। यस्तो स्याहार्दा हत्तु हुन्छ नि हो फुल चाहिँ, के गर्नु र। प्रेमुला चाहिँ फुलिसक्यो अस्ति नै, यसको चाहिँ सिजन गयो। यो प्रेमुला चाहिँ त्यति राम्रो थिएन, सक्यो यसको चाहिँ सिजन। काँडा फुल चाइनिजमा यहाँ एउटा कलर छ, यहाँ फुल्न आँटेको छ, अलिअलि छ हो, धेरै छैन। यहाँ पिङ्कमा, ओरेन्जमा, ओरेन्ज कोपिला ट्याप्प लागिरहेछ। फुल्नु चाहिँ बादमा फुल्छ होला। कोपिला चाहिँ पुरा छ, त कुन कलरको छ त्यो चाहिँ थाहा भएन। कोपिला लागिरहेछ, रोप्नु चाहिँ सबै कलरको रोपेको। अब यो फुलेपछि त थाहा हुन्छ। फुलेको चाहिँ अहिले छैन, फुलिसकेको यति। यो वाइटमा, यो पिङ्कमा, यो पिङ्क चाइनिज, यो पिङ्क सायद ठुलोमा रहेछ। यस्तो यहाँ तपाईँहरूले देख्नुहुँदैछ आस्टर। कुन कलर फुल्छ थाहा छैन, सबै मिसिएको छ। आस्टर पछाडि पनि छ, ढिलो रोपेको पछाडिको चाहिँ। चिनी फुल फुलिसकेर राखेको एक ठाउँ, पछि बिउ हुन्छ र सबै सुकिगयो। कालेन्चो यस्तो छ, सबै ल्याङफ्याङ फुल्दा त राम्रो थियो, अहिले चाहिँ के भएर जम्मै लड्यो। यहाँ येल्लोमा अहिले पो आउँदैछ कालेन्चो, पिङ्कमा, रेडमा हो, सबै फुलिसकेर यो चाहिँ अहिले नस्याहारेको जस्तो भएर आएको छ। यो चाहिँ इमर्जेन्सी यस्तो टेम्परी बनाएको, अलिक मजाले बनाउनु छ टेम्परी। हेर्नुहोस् न, पल्लो छेउदेखि एग्रेड लगाएर चाहिँ यस्तो बाँसमा 2 ताले यस्तो बनाएर बाँसमै हुनु पनि 2 दिन 3 दिनमै सकेको। यत्रो चाहिँ अनि इमर्जेन्सी बनाएको। जेरिनियम त्यति राम्रो छैन, मलाई लाग्दो छ। कलर त बेसी छैन, तर भए पनि बेसी कलर नभएको पनि फुलिरहेको छ। यो चाहिँ काटिसकेको गदावरीको कलम। अब यसलाई भुइँमा राख्नुपर्छ, गाड्नुपर्छ।